इलेक्ट्रिसियनको लागि हाम्रोमा अहिले इलेक्ट्रिसियनको पनि भइरहेछ, एसी टेक्निसियनको पनि भइरहेछ होइन। हामीले सुरुमा हामीले इलेक्ट्रिकल भनेको के हो, यो हाम्रो सिलेबस छ, यही अनुसार इलेक्ट्रिकल भनेको के हो, यसको जडान कसरी गरिन्छ त्यो कुराहरू सिकाउँछु। त्यसपछि यो इलेक्ट्रिकल सम्बन्धी काम गर्दाखेरि तपाईँलाई सेफ्टीको आवश्यकता पर्छ है, सेफ्टीको आवश्यकता पर्छ। त्यो सेफ्टीको लागि हामीले सेफ्टी रुल्स कसरी काम गर्ने होइन, कसरी आफू सेफ्टी रहने त्यो कुराहरू हामी हजुरहरूलाई सिकाउँछौँ है। जस्तै हामीले क्लासमा पनि सिकाउँछौँ तपाईँहरूलाई कसरी सिकाउँछौँ। जस्तै तपाईँलाई तारै छुइहाल्यो भने पनि तपाईँलाई करेन्ट कसरी लाग्दैन, किन लाग्दैन, के कारण लाग्दैन, कसरी सेफ्टी अपनाउने, त्यो सबै कुराहरू हामी तपाईँलाई सिकाउँछौँ। अब काम गर्दाखेरि तपाईँलाई के कस्ता टुल्सहरू आवश्यकता पर्छ, इलेक्ट्रिकलको काम गर्दाखेरि जति राम्रो टुल्स भयो त्यति तपाईँको काम छिटो गर्न सक्ने चान्स हुन्छ। त्यही भएर हामीले त्यो टुल्सहरू पनि सिकाउँछौँ। रिलेटेड मेटेरियलहरू जस्तै काम गर्दाखेरि तपाईँलाई के मेटेरियल चाहिन्छ, त्यो मेटेरियलको नाम के हुन्छ त्यो सबै हामी कुराहरू सिकाउँछौँ। जस्तै भोल्टेज के हो, करेन्ट के हो, रेजिस्टेन्स के हो, यसको बारेमा हजुरलाई हामी जानकारी दिन्छौँ। अम्स लको बारेमा दिन्छौँ होइन। कुनै घरमा तपाईँ जस्तै ठेका लिनुहुन्छ अथवा जिम्मा लिनुहुन्छ भने त्यसको इलेक्ट्रिकलको कसरी पाइपिङ गर्ने, कसरी त्यसको इस्टिमेट गर्ने, कसरी त्यसको इलेक्ट्रिकल कुराहरू गर्ने, के गर्ने, तारहरू कति लाग्छ, त्यो कुराहरूको इस्टिमेट एन्ड कस्टिङको बारेमा तपाईँलाई हामी सिकाउँछौँ। जस्तै हामी तपाईँलाई ड्रइङ अथवा सिम्बलको बारेमा तपाईँलाई सिकाउँछौँ। जस्तै काम गर्दाखेरि तपाईँ बरु सुपरभाइजर हुनुहुन्छ, फोरम्यान हुनुहुन्छ होइन, त्यसको लागि ड्रइङ हुन्छ कि त्यो ड्रइङको सिम्बलहरू हुन्छ होइन। तपाईँ विदेशमा काम गर्नुहोस् या नेपालमा त्यो सिम्बलहरू जुनसुकै देशमा गयो पनि एउटै सिम्बल हुन्छ क्या, त्यो सिम्बल के हुन्छ त त्यो कुराहरू हामी सिकाउँछौँ है। अब त्यसको ड्रइङहरूको बारेमा सिकाउँछौँ। इलेक्ट्रिकलमा मुख्य रूपमा तपाईँको हाउस वायरिङतिर गयो भनेपछि हामीहरूलाई लेआउट डायग्राम र कनेक्सन डायग्राम भन्ने हुन्छ। यो दुइटै फरक फरक डायग्रामको बारेमा हामी तपाईँहरूलाई पढाउँछौँ। विभिन्न किसिमको बोर्डहरू भयो, यस्तै गरेर तपाईँको विभिन्न किसिमको प्रोटेक्टिभ डिभाइसहरू जस्तै ELCB, RCCB यिनीहरूले कसरी काम गर्छ, कहाँ लगाउनुपर्छ भनेर सिकाउँछ हामीले है। पाइपिङको बारेमा सिकाउँछु। जस्तै सिटिपिटी प्यानलमा लगाउने जस्तै सिटिपिटीको बारेमा सिकाउँछु। 3 फेज हाउस वायरिङ कसरी हुन्छ त त्यो कुराहरू पुरा सिकाउँछु हामीले है। अब डिभी ड्रेसिङ कसरी गर्ने, जस्तै विदेशमा त धेरै ठुलो डिभीहरू हुन्छ, त्यसको ड्रेसिङ कसरी गर्ने, कसरी कनेक्सन गर्ने, त्यो कुराहरू कसरी पाइप कतिवटा तार राख्ने, कसरी पाइप राख्ने, पाइप कति लामो राख्ने, त्यो टोटल डिभी ड्रेसिङको बारेमा तपाईँलाई हामीले सिकाउँछौँ है। इन्फर्मेसन अबाउट बिल्डिङ वायरिङ कसरी गर्ने, जस्तै 3 फेजमा गयो भने डल स्टार्टर स्टार्टरको बारेमा तपाईँलाई हामीले सिकाउँछौँ। 3 फेजमा गएर 3 फेजमा जस्तै कन्सिल वायरिङको बारेमा सिकाउँछौँ। जसरी कन्सिल सर्फेस वायरिङ पाइपभित्र राखेर कसरी गर्ने, बाहिर राखेर कसरी गर्ने, जस्तै कटिङ गरेर कसरी गर्ने, यो सबै कुराहरू सिकाउँछु। मोटर के हो, जेनेरेटर के हो, ट्रान्सफर्मर के हो, यो सबै सिकाउँछ है। त्यसपछि गएर अर्थिङ कसरी गर्ने, अर्थिङ कति टाइपको हुन्छ, कसरी अर्थिङको काम के हो, अर्थिङ किन गर्ने, यो सबै अर्थिङ गरेपछि हामीलाई फाइदा के हुन्छ, यो सबै तपाईँलाई हामीले सिकाउँछौँ है। त्यसपछि तपाईँलाई इलेक्ट्रिकल वायर र केबल कति प्रकारको हुन्छ, वायर कति एमएमको आउँछ, त्यो सबै कुराहरू हामी तपाईँलाई सिकाउँछौँ। त्यसपछि तपाईँले डिफरेन्ट टाइप्स अफ रुल्स एन्ड इलेक्ट्रिकल इन्स्टलेसन काम गर्दाखेरि तपाईँले इलेक्ट्रिकल इन्स्टलेसन गर्दाखेरि त्यसको रुल्सहरू हुन्छ, कति हाइटमा राख्ने, के गर्ने, त्यो कुराहरू। जस्तै तपाईँ एउटा स्विच बोर्डै कनेक्सन गर्नुहुन्छ, त्यसको हाइट कति हुन्छ, पावर सकेटको हाइट कति हुन्छ होइन। एउटा बाथरुममा तपाईँले पावर सकेट राख्दाखेरि त्यो कति हाइटमा राख्नुपर्छ, त्यो रुल्सहरू हामी तपाईँलाई सिकाउँछौँ। जस्तै यहाँ भयो GI पाइप र PVC पाइप कन्ड्युट बेन्डिङ। जस्तै प्लास्टिकको पाइप हुन्छ जुन PVC पोलिभिनाइल पाइप, त्यसलाई कसरी बेन्डिङ गर्ने, त्यसलाई कसरी जोड्ने, कसरी वायरिङमा प्रयोग गर्ने। जस्तै यो नेपालमा प्रायः जस्तो PVC बढी प्रयोग गर्छ, विदेशमा प्रायः जस्तो तपाईँको GI पाइप फलामको पाइप प्रयोग गर्छ। त्यो फलामको पाइपलाई हामीले कसरी बेन्डिङ गर्न सक्छौँ, कसरी त्यसलाई जोड्न सक्छौँ, त्यो हामीसँग मेसिन छ। GI पाइपलाई बेन्ड गर्ने, त्यो बेन्डिङबाट कसरी 90 डिग्री कसरी बनाउने, 45 डिग्री कसरी बनाउने, त्यो सबै तपाईँलाई हामीले यहाँबाट सिकाउँछु। इन्फर्मेसन अबाउट केबल ट्रेङ्किङ। जस्तै विदेशमा केबल ट्रे हुन्छ कि ठुला केबलहरू राख्नुको लागि माथि यसरी झुन्डाएर लिनको लागि तपाईँलाई केबल ट्रेङ्किङहरू हुन्छ। त्यो केबल ट्रेङ्किङको बारेमा हामीसँग यहाँ सामान छ, त्यो तपाईँलाई सिकाउँछु है। त्यसपछि केबल ग्ल्यान्डिङ केबललाई अड्याउनुको लागि ग्ल्यान्डिङ गर्नुपर्ने हुन्छ। त्यो केबल ग्ल्यान्डिङ कति साइजको केबलमा कतिको ग्ल्यान्ड लाग्छ, कसरी ग्ल्यान्ड लाग्छ, त्यो ग्ल्यान्डको कुन साइज आउँछ, त्यो ग्ल्यान्डको बारेमा हामी तपाईँलाई सबै सिकाउँछौँ।
त्यसभन्दा पछि गएर बल्बको मेटेरियलको बारेमा, डिभिडेसनको बारेमा, जस्तै विदेशमा रिङ सर्किट डायग्रामहरू हुन्छ त्यसको बारेमा हामी सिकाउँछौँ। जस्तै केबल लकको बारेमा पनि सिकाउँछौँ। केबल लक कसरी केबल लक गर्ने, विभिन्न साइजको केबलमा कतिको लक लाग्छ, कुन लक हुन्छ त्योहरू हामी सिकाउँछौँ। जस्तै रिङ सर्किट डायग्रामहरू भयो, विदेशमा रिङ सर्किट डायग्राम धेरै प्रयोग हुन्छ, यो रिङ सर्किट डायग्रामहरू तपाईँलाई सिकाउँछु। जस्तै सामान्य सिसिटिभी क्यामेराको बारेमा पनि हामीले सिकाउँछौँ। सामान्य रूपमा यो फायर अलार्मको बारेमा यसरी यो सिलेबस चाहिँ यो हजुरहरूलाई हामी सबै सिकाउँ। यसको 3 महिनाको कोर्स हुन्छ। 3 महिनाको क्लास चल्छ, 9.5 2 घन्टा। प्रायः जसो बढी हाम्रो प्र्याक्टिकल हुन्छ, कम थ्योरी हुन्छ, केही कुराहरू हामीलाई थ्योरी सिकाउनु पर्ने हुन्छ। त्यही भएर हामीले थ्योरी क्लास तपाईँले जगेर गराउँछु। जो विद्यार्थी बिहान प्र्याक्टिकल गर्दा पनि तपाईँले जुन विद्यार्थीले सिकेन भने त्यस्तो विद्यार्थीलाई हामी दिउँसो ल्याएर पनि सिकाउँछौँ। अहिले पनि मेरो ल्याबमा विद्यार्थीहरू सिकिरहेको छ, तपाईँ हेर्न सक्नुहुन्छ गएर। सर एकछिन राज सुन्दै